धनु राशिफल 2026 र विक्रम सम्वत 2083 सालको ग्रह गोचर अनुसार तपाईँ धनु राशि हुने जनहरूको लागि 2026 साल अर्थात् विक्रम सम्वत 2083 सालमा पनि तपाईँमाथि शनिको अढैयाको दशा जारी नै रहनेछ। तसर्थ यो वर्ष तपाईँलाई मिश्रित फलदायी वर्ष रहने देखिन्छ। सञ्चार, मिडिया, लेखन, मार्केटिङ, सामाजिक सञ्जाल आदिमा नयाँ प्रयासबाट सफलता पाउन सकिनेछ, तर करियर र घर परिवार बीचमा सन्तुलन मिलाएर लैजान अलि कठिन हुन्छ कि भन्ने पनि देखिएको छ। वैवाहिक सम्बन्धमा आपसी समझदारी गरेर अघि बढ्नुपर्नेछ। कतिपय कुरामा सानो कुरामा पनि विवाद निप्ताउन सक्छ। सम्बन्धमा सहनशीलता र स्पष्ट संवाद गर्नुहोला। यो वर्ष धनु राशिको लागि व्यावसायिक र व्यक्तिगत विकासको राम्रो समय हो, तर पारिवारिक जिम्मेवारी, मातापिता र धर्म संस्कारप्रति कर्तव्य बोध भने गहिरो हुनुपर्छ। आर्थिक प्रगति हुनेछ। साहस र सञ्चार र लेखनमा उन्नति हुनेछ, तर केही क्षेत्रमा तपाईँले सावधानी पनि अपनाउनु होला, जस्तै पारिवारिक सम्बन्ध र स्वास्थ्यमा अलि सजगता अपनाउनु पर्नेछ। घर जग्गा वा स्थायित्वमा पनि केही ढिलाइ हुन्छ कि भन्ने पनि देखिन्छ, तर जीवनका अन्य क्षेत्रमा भने तपाईँलाई सकारात्मक नै रहनेछ यो वर्ष।